यो मलेसियाको नेचर हबको त्यो सगरमाथाको चाहिँ आरोहण पहिले तपाईँ हामीले देखेका छौँ। अब हामी पक्का के भयो, नेचर हबको मलेसियाको लागि सेपाईहरू दर्ज भइसक्यो। खुसी बाँड्छौँ, मुस्कान बाँड्छौँ, नेचर हबको प्रोडक्ट सबैलाई बाँड्छौँ, अवसर सबैलाई बाँड्छौँ, हो कि नै? जो हाँस्छ धेरै बाँच्छ, जो नाच्छ ऊ पनि बाँच्छ। उठ्नुहोस्। यो मे महिनाभरि ड्युटी नाइट थियो, डे थियो, कतिखेर थियो होइन, छुट्टी मिल्यो मिलेन, के समस्या आयो के समस्या आएनन्, सब चिजलाई जितेर यो अफर जित्नुहुने यहाँहरूलाई एकमुष्ट रूपमा म मेरो व्यक्तिगत तर्फबाट, हाम्रो टिमको तर्फबाट र कम्पनीको तर्फबाट बधाई दिन चाहन्छु। यो फोटो सामान्य छ, तर यो फोटो इतिहासमा यस्तो किसिमको फोटो बन्ने छ कि हेर छोरो म मलेसियामा गुलामी गर्दा, अर्काको यो चाहिँ नोकरी गर्दा पनि यस्तो काम गर्थे भनेर छोरालाई भन्दाखेरि छोरा वाउ बाउ वाउ आमा म त्यस्तो बन्न चाहन्छु। यो फोटो त्यो फोटो आज यो फोटोभित्र जसको अनुहार छ नि, त्यो अनुहार यो मुखडा भएको मान्छे भाग्यमानी हो। यो फोटोभित्र मुखडा नभएको मान्छे रिग्रेट गर्दैछ। त्यो किसिमको एउटा माहौल किन बनिरहेका छौँ? किनभने कसैले न कसैले जितेन भने यो संसारमा कुनै पनि चाहिँ जित प्राप्तै हुँदैन। सगरमाथा चाहिँ तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले नचढेको थियो भने यतिखेर पनि त्यो क्याम्पमा हेर्नुहोस्, अस्ति भर्खरै यहाँ मलेसियाबाट गएको पनि बिचमा फो क्याम्पमा गएर बिरामी परेछ, उद्धार गरेर झार्यो। त्यस्ता टिम त हजारौँ टिम लाइनमा छ, तर तेन्जिङ नोर्गे र एडमन्ड हिलारीको नाममा कोही जान्छ? विश्वमा सबैभन्दा पहिलो महिला पासाङ लामोले सगरमाथा चढ्यो, ऊ भन्दा माथि कोही जान्छ? तसर्थ यो मलेसियाको नेचर हबको त्यो सगरमाथाको चाहिँ आरोहण पहिले तपाईँ हामीले यो मुखडा यो हलभित्र भएका मान्छेले देखेका छौँ। यहाँ हामीले नेचर हबको झन्डा गाडेका छौँ, तसर्थ बधाई छ। र यो बधाई दिँदाखेरि मेरो जति छाती चौडा भएको छ, शिरदेखि मेरो चाहिँ पाउसम्म जुन किसिमको इनर्जी आएको छ नि, यहाँहरूको पनि आएको छ। यो इनर्जी यस्तो किसिमको इनर्जी हेर्नुहोस्, तपाईँ हामीले जे सोच्छौँ, तपाईँ हाम्रो शरीरमा जे शक्ति छ नि, त्यो यहाँबाट यहाँ मात्रै जानेन, यो वायुमण्डलमा मिसाउँदै यो ब्रह्माण्डमा यो घुमिरहन्छ। आजदेखि नेचर हबको पोजिटिभिटी भाइब्रेसन यहाँ मात्रै होइन बाहिर बजारमा फैलिएको छ र फैलाउँ। मे महिना हामी सफल भयौँ, जुन र जुलाईमा अब फेरि अरू ठुलो हामीले चाहिँ फड्को मार्दैछौँ, त्यसको लागि तयार हुनको लागि म अनुरोध गर्दै अब भने म सरसर्ती अब हाम्रो विजेताहरूको नाम लिन्छु र आदरणीय व्यक्तित्व कम्पनीको वान अफ द पिलर हेमराज सापकोटाज्यूलाई म यो स्टेजमा आमन्त्रण गर्छु र यो खदा त्यसै गरी यो डायरी वितरण गरिदिनको लागि म अनुरोध गर्छु हेमराज सापकोटाज्यू। र अब हामी आज जसको यो सफलताको गाथा लेखिएको छ, यो गाथाको जो स्वर्णिम अक्षर र भविष्यसम्मको यो ड्रिम भन्नुहोस्, एचिभमेन्ट भन्नुहोस् या चाहिँ यात्राको जो एउटा तपाईँले खाका भन्नुहोस्, कोर्नको लागि यो डायरी हामीले प्रदान गर्दैछौँ। यो चाहिँ विजेताहरूलाई यो चाहिँ पुरस्कार स्वरूप 17औं नम्बरमा यो अफर विजेता हुनुहुन्छ टेकराज श्रेष्ठज्यू, उहाँ व्यस्तता कारणले आउनुभएको छैन, उहाँलाई हामी पछि प्रदान गर्नेछौँ। त्यसै गरी 16औं नम्बरमा विजेता बन्न सफल पम्फा राईज्यू स्टेजमा आइदिनु होला र खदा उडाएर त्यसै गरी डायरी प्रदान गरेर सम्मान गरिदिन म हेमराज सापकोटाज्यूलाई अनुरोध गर्छु। अघि नै मैले भनेको छु कि यो चाहिँ उहाँ आउँदाखेरि तपाईँले ताली बजाउनु भनेको पैँचो लगाउनु हो, भरे फट्टा हुन्छ, निरन्तर बजाइराख्नुहोस्। त्यसै गरी 15औं नम्बरमा विजेता बन्नुभएका सोम थापाज्यूलाई, उहाँ चाहिँ माछापुज स्टार हाम्रो सोम थापा हुनुहुन्छ, उहाँलाई पनि बधाई दिन चाहन्छौँ र खादा उडाइदिनको लागि म हेमराज सापकोटाज्यूलाई अनुरोध गर्छु। त्यसै गरी डायरी प्रदान गरिदिनको लागि पनि म हेमराज सरलाई अनुरोध गर्छु। त्यसै गरी 14औं नम्बरमा विजेता बन्न सफल अत्यन्त सफल व्यक्तित्व खेलाडी हाम्रो अग्रज व्यक्तित्व हेमप्रसाद भट्ट यानि कि सन्तोष भट्टज्यूलाई पनि स्टेजमा म अनुरोध गर्छु। त्यसै गरी
13औं नम्बरमा विजेता बन्न सफल रश्मि तामाङ, जो आज बिहानको सेसनमा हामीसँग हुनुहुन्थ्यो, अहिले उहाँ व्यस्तताका कारण यहाँ हुनुहुन्न। उहाँलाई बधाई दिन चाहन्छु रश्मि तामाङ। उहाँलाई फेरि हामी उपलब्ध गराउनेछौँ। त्यसरी 12औं नम्बरमा पर्न सफल यज्ञ कुमारी छेत्रीज्यू, उहाँलाई यस स्टेजमा आएर यो आफ्नो पुरस्कार ग्रहण गरिदिन अनुरोध गर्दछु। जोरदार ताली। ताली। त्यसरी 11औं नम्बरमा विजेता बन्न सफल पूर्ण बहादुर थापा मगरज्यू, उहाँलाई पनि बधाई दिन चाहन्छौँ। उहाँको पनि आज व्यस्तता कारणले यहाँ हुनुहुन्न। त्यसै गरी 10औं नम्बरमा विजेता बन्न सफल मुकेश राईज्यू, यहाँलाई पनि यस स्टेजमा आमन्त्रण गर्दछु। त्यसै गरी 9 नम्बरमा विजेता बन्न सफल देविका राईज्यूलाई स्टेजमा आइदिन अनुरोध गर्दछु। त्यसै गरी 8औं नम्बरमा विजेता बन्न सफल कृष्ण पोखरेलज्यूलाई म बधाई दिन चाहन्छु। उहाँको कार्यव्यस्तताका कारणले आउनुभएको छैन। उहाँको प्रतिनिधित्व गर्दै हाम्रो सरले रिसिभ गर्दै हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र त्यसै गरी 7औं नम्बरमा विजेता बन्न सफल मनोज सार्कीज्यूलाई म हार्दिक अनुरोध गर्दछु कि स्टेजमा गइदिनको लागि र बधाई दिन चाहन्छु। उहाँ निकै नै प्रखर लिडर हुनुहुन्छ। त्यसै गरी 6औं नम्बरमा विजेता बन्न सफल रामप्रसाद पुनज्यूलाई पनि स्टेजमा आइदिनको लागि म अनुरोध गर्दछु र बधाई दिन चाहन्छु। र त्यसै गरी 5औं स्थानमा विजेता बन्न सफल समिता राईज्यूलाई स्टेजमा आमन्त्रण गर्दछु र बधाई दिन चाहन्छु। त्यसै गरी 4औं नम्बरमा विजेता बन्न सफल शेरबहादुर खत्रेज्यूलाई हार्दिक अनुरोध गर्दछु स्टेजमा गइदिनको लागि र बधाई दिन चाहन्छु। त्यसै गरी 3रो स्थानमा विजेता बन्न सफल आदरणीय व्यक्तित्व कृष्ण बहादुर आङदामेज्यूलाई स्टेजमा आमन्त्रण गर्दछु र बधाई दिन चाहन्छौँ। त्यसै गरी 2रो नम्बरमा विजेता बन्न सफल शुक्र बहादुर लामा युनिकजीलाई पनि स्टेजमा गइदिनको लागि म अनुरोध गर्दछु र बधाई दिन चाहन्छु। त्यसै गरी यो कार्यक्रम सफल गर्नका लागि पहिलो बिरुवा रोप्नु हुने व्यक्ति हाम्रो हलमा आइसक्नु भएको छ। आफ्नो व्यस्तताको बावजुद पनि बिहानको सेसनमा उहाँ चाहिँ हामीसँग जोडिनुभयो। त्यस पछाडि उहाँ फेरि आफ्नो ड्युटीमा जानुभयो। 5 बजे पछाडि फेरि चाहिँ ड्युटी अफ भएपछि आउनु भएको छ। शोभा रावलजी, उहाँलाई यस स्टेजमा हामीले यहाँ चाहिँ स्वागत गर्न चाहन्छौँ, बधाई दिन चाहन्छौँ। जोरदार ताली। यदि उहाँले त्यो समयमा विजेता बन्न नभएको भए सबैको हिम्मत हुन्थ्यो। त्यसर्थ हामी सबैको हिम्मत, सबैको चाहिँ साहसको एउटा पहिलो खुड्किला उहाँले हामीलाई देखाउनु भएको थियो र हामीले यो आजको कार्यक्रम सफल गरिरहेका छौँ।
ओके, बधाई छ, थ्याङ्क यू। फेरि पनि यहाँहरूलाई बधाई दिँदै आजको यो कार्यक्रम अत्यन्त सफल भएको छ। यो सफल गराउनका लागि अहोरात्र मलेसियाको जोरबारू राज्यबाट संयोजकत्व गर्दै भूमिका निर्वाह गर्नुहुने मनकुमार राईज्यूलाई स्टेजमा आमन्त्रण गर्दछु। त्यसै गरी केएलबाट संयोजकत्व गर्दै यो अफरलाई सफल बनाउनका लागि भूमिका खेल्नुहुने केएलका संयोजक परशुराम खटवालज्यूलाई पनि स्टेजमा आमन्त्रण गर्दछु। त्यसै गरी श्रेमानबाट संयोजकत्व गर्दै यो अफरलाई सफल बनाउनु हुने हाम्रो अरुण शाहज्यूलाई पनि म स्टेजमा जोइन हुन अनुरोध गर्दछु। र उहाँहरू तीनैजना यहाँहरूले चिनिरहनु होला। जोहोरमा कोही हुनुहुन्छ उहाँलाई सम्पर्क गर्नुहोस्, उहाँ त्यहाँको संयोजक हुनुहुन्छ। केएलमा उहाँ हुनुहुन्छ, श्रेमानमा उहाँ हुनुहुन्छ, त्यसरी पेनाङको उहाँ आउनु सक्नु भएन, त्यसरी इपोको उहाँहरू पनि हुनुहुन्छ। उहाँहरूलाई पनि पछि हामी चिन्जान गराउनेछौँ यहाँहरूसँग। कसैलाई उहाँहरूको सहयोग चाहियो भने एनी टाइम यहाँहरूले कल गर्न सक्नुहुन्छ। दिँदा हुन्छ डायरी। ओके ओके ओके, अब हामी पक्का के भयो, नेचर हबको मलेसियाको लागि सेपाईहरू दर्ज भइसक्यो, हो कि नै? कतै शङ्का छ? छैन। शङ्का छैन भने एक जोरदार ताली बजाउँ त आफ्नो लागि। ओके, हामी यहाँ कहाँ किन छौँ? विजेता भएको कारण छौँ हो। विजेता जहिले के हुन्छ? हँसिलो हुन्छ, खुसी हुन्छ, हो कि नै? एउटा अघि भर्खरै मैले पढेको थिएँ कि स्टाटस, हाँसिरहनुहोस् किनकि दुश्मनले तपाईँलाई रुएको हेर्न पर्खिरहेको हुन्छ भनेछ क्या। तसर्थ कहिले पनि हामी हाँस्न छोड्दैनौँ, खुसी हुन छोड्दैनौँ, खुसी बाँड्छौँ, मुस्कान बाँड्छौँ। नेचर हबको प्रोडक्ट सबैलाई बाँड्छौँ, अवसर सबैलाई बाँड्छौँ, हो कि नै? हो भने त खुसी हुनको लागि के गर्नुपर्छ? जो हाँस्छ धेरै बाँच्छ, जो नाच्छ ऊ पनि बाँच्छ। कस्तो कस्तो भइरहेछ? ठिक छ नि? अब यहाँहरूले सिट बेल्ट बाँधेर बस्नु होला। तातो हुने चिज छ भने चाहिँ कोटहरू चाहिँ निकालेर बस्नु होला। अघि नै यहाँ कुरा गरिसकेका छौँ कि यो फोटो नेचर हब मलेसियाको इतिहासमा र नेपालको अथवा विश्वको इतिहासमा यो अमिट रहनेछ। सोसियल मिडियामा, युट्युबमा अथवा इतिहाससम्म खोज्नका लागि गुगलमा यो फोटो रहनेछ। तसर्थ यो पहिलो मलेसियाको फेसहरू हो। यो मुखडा जो छ नि, गर्व यतिखेर लाग्छ कि छोराले हेरेर छोरीले हेरेर पनि
मेरो आमा त्यहाँ छ, मेरो बाउ त्यहाँ छ, हेर त यो साथी भनेर जुम गरिएर देखाउँछ नि, त्यतिखेर मजा आउँछ। त्यसको लागि यहाँहरूले जो जित्नु भएको छ नि, आज यो एउटा त्यही कागजको टुक्रा र त्यो फलामको डल्लो मात्रै जित्नु भएको छैन। तपाईँको छोराछोरीको भोलि त्यो छाती चौडा गरेर इतिहासमा देख्छु भाइ मेरो आमा त्यहाँ थियो, मेरो बाउ त्यहाँ थियो भन्ने पनि एउटा इतिहास लेख्नु भएको छ। बधाई दिन चाहन्छु। र यो कुरा मान्छेलाई के लाग्छ थाहा छ? सामान्य लाग्छ नि, सानो लाग्छ नि। विजेताको फोटो पोस्ट गरेर जाँदाखेरि कति साथीहरूले यस्तरी मुख छोपेर हाँस्यो होला होइन, अथवा कति साथीहरूले के न भएछ भन्ने पनि लाग्यो होला। तपाईँ हामी जो सानो स्टेप छ नि त्यो लिँदै गइरहेको छ नि, त्यो मान्छे पक्का सफल बन्छ। त्यही एउटा स्टेप हो हाम्रो। र अब जुन र जुलाईको लागि अर्को महा स्टेप आउँदैछ, त्यसको लागि प्रिपेयर हुनु होला। र जुन स्टेप यहाँले चालिरहनु भएको छ नि, यो महिना 2000 गर्नुभयो, अर्को महिना 4000 को फोकस गर्नुहोस्, अर्को महिना 5000 को फोकस गर्नुहोस्। किनभने हाम्रो क्षमता जति सोच्छौँ त्यति मात्र होइन। एउटा हात्ती जब बच्चामा एउटा मान्छेले पक्रेर ल्याउँछ जङ्गलबाट र पाल्छ, अनि एउटा सानो यत्रो साङ्ला जन्जिरले अथवा त्यो फलामको जन्जिरले बाँध्छ नि, यहाँ त्यो बच्चा हुँदाखेरि एउटा सानो किलामा त्यो जन्जिर बाँधेर खुट्टामा बाँध्छ। जब उसले तान्छ, बिचरा सानो थियो, चुडाउन सक्दैन, घाउ हुन्छ, आइया आइया भनेर ऊ थाक्छ। थाकिसके पछाडि त्यो किला त्यो जन्जिर कहिले पनि बढ्दैन। बढ्छ? फलाम बढ्छ? बढ्दैन। तर त्यो हात्ती ठुलो बढेमानको हुन्छ। कहिलेकाहीँ लाग्छ कि म तानेर चुडाइदिउँ, तर उसले फेरि त्यही पहिलेकै सम्झन्छ, ओहो खुट्टा दुख्छ, म सक्दिनँ सक्दिनँ सक्दिनँ। हो त्यो मानसिकताबाट निक्लिएर अब म सक्छु, म विजेता हुँ। किनभने हामी जन्मनको लागि नि आमा र बुवाको सम्पर्कमा 3 करोड शुक्रकीट र डिम्बको मिलन एउटै मात्रै भए पछाडि हामी जन्मेको मान्छे हौँ। 3 करोड नेपालको जनसङ्ख्या अथवा मलेसियाको जनसङ्ख्या बराबरलाई जितेर जन्मेको मान्छे हौँ हामी। तसर्थ जित्ने अधिकार हामीमा छ, क्षमता हामीमा छ। तसर्थ तपाईँहरूले सानो कुरा यो नसम्झिनुहोस्। जित भनेको अघि नै भने नि जित हो। साना साना यो चाहिँ लडाइँहरू जितेरै युद्ध जितिन्छ। त्यो साना साना लडाइँ डराउनेहरू कहिले पनि युद्ध जित्दैन।